यो सहर भने चाहिँ कस्तो हुन्छ थाहा छ? यो मूर्ति जस्तो क्या। यो मूर्तिलाई रात दिन केही आवश्यक छैन नि होइन, जस्तो होस् चलिरह नि होइन, त्यस्तै छ क्या यो ठाउँका मान्छेहरूलाई। 1 बज्यो, रात होस् दिन होस् मतलबै छैन क्या। सहरको यो करतुत हो यो। हाम्रो गाउँघरतिर रात दिन भयो नि। अब गाइज होइन, यिनीहरू चाहिँ एयर होस्टेज हो, कता एयर होस्टेज हो होइन। यो चाहिँ मार्केट हो क्या, टक्कभित्र गएर के सामान किन्ने, तर महँगो चाहिँ हुन्छ। कस्तो छ गाइज गाडी बबाल छ होइन, गाडीहरू पनि प्रायः स्पोर्ट कारहरू, स्पोर्ट बाइकहरू बबाल छ नि त होइन। बाइक पनि सुपर डुकाटीको हो नि त गाइज। डुकाटी भनेपछि त्यो ब्रान्डै होला। यो हो कतारको एयरपोर्ट होइन। अनि गाइस फाइनल्ली अब मान्छेहरूको भिड हेरेर यिनीहरूलाई निद लाग्दैन, खाना लाग्दैन, भोक लाग्दैन, कहाँ घर जानु परेको छ। मलाई त दिमाग खराब भइगयो। एउटा पैसा कमाउनको लागि कहाँ हातबाट ल्यापटप हेर, आइप्याड हेर दुनियाँभरिको फुल ब्रान्डेडहरू छ। एउटा तपाईँ आफै हेर पनि कानमा हाल्नको लागि 3 लाख रुपियाँ कति पर्छ है। यो 3 लाख रुपियाँ भन्नु 2199, 2200, 80-90 हजार कहीँ कानबाट पस्ने। घर चामल आछिन हाम्रो प्राइस 475। Hello. Wait, iPhone 60, please. Last. होइन कस्टमर आयो त्यहाँदेखि हो। यो लुस भ्याटरुम भन्ने कम्पनी अब तपाईँहरूलाई अवगत नै सिकाउनै पर्दैन। त्यो कम्पनीको ब्यागहरू, त्यो ब्रान्डले यस्तो चिज बनाएर आफ्नो मार्केट चाहिँ हाइलाइट गर्नको लागि चाहिँ होइन। यो चाहिँ अब डिपार्टमेन्ट आयो मेरो चाहिँ। यो बी डिपार्टमेन्टमा जानुहुन्छ। अनि जो कतार एयरपोर्ट आउँछ त्यसले यो डललाई देख्दैन भने त्यो कतार एयरपोर्टमै आउँदैन। किनभने यो डल प्रायः जस्तो यहाँको फेमसै, उसरी धेरै मान्छेहरूले रुचाउने, आएर सेल्फी भिडियो फोटो गर्ने ठाउँ यही हो होइन। डल पनि यस्तो छ कि घोप्टो बढाएको छ म्याकअपको डल। यस्तो छ डल। म बस्तो भए तमी होटलमा आँखा जस्तो त्यही आँखा जस्तो त्यो यो लाइटको रिफ्लेक्सले के त्यसको आँखामा कति फरक पर्छ हेरे होइन। यस्तो लागिरहेको छ कि आँखै छन् त्यसका चाहिँ। अनि चट्ट यो डल हेर्न आउँछन् भनेर होइन मार्केटिङ हेर न। अब यो गाडी गाडी साथै छैन। यो गाडीको टायरहरू जहाँ पनि पाउँदैन र कसैले लिन पनि पाउँदैन। 2025 को न्यू मोडल हो यो गाडीको टायर चाहे जस्तो पनि होस् कहीँ जताभावी र अब चाहिँ मेरो डिपार्टमेन्ट चाहिँ बी हो। मैले चाहिँ बीमा जानुपर्छ। यो चाहिँ ए हो दुनियाँ होइन। के गर्छु भनेर रात दिन एक गरेर दौडिरहेको छ क्या। यसलाई भन्छ दुनियाँ। तर अन्तिम स्टेज भनेको झोली झुप्टा झोला मोबाइल फोन हेडफोन सांसारिक मायाहरू छोडेर सरर शमशान भट्टैमा भन्नुपर्छ होइन। मेरो प्लेन त्यो हो B9मा छ। टु गो टु द गेट भनिरहेको छ। मैले जानुपर्छ B9 एटलिस्ट मेरो 3 देखिरहेको क्या। त्यो मार्केट एयरपोर्ट हो कि यो बजार हो कि यहाँ केही मान्छेहरूले आफू आवत जावत गर्नको लागि एउटा के भन्छ भन्ज्याङ भन्छ नि, भन्ज्याङ चौतारी आवत जावत गर्दाखेरि त्यो बना हो कि केही पनि बुझ्नु सकिँदैन। र त्यही पनि
समयको कतिले नेटो काटिसकेको छ। अब चाहिँ हामी हिँड्न कन्टिन्यू स्पिडमा हिँडिरहेका छौँ, देख्न सकिन्छ गाइज होइन। B9मा गएर हामी स्टप हुनेछौँ किनभने हाम्रो प्लेनको बोर्डिङ गेट त्यहीँ ओपन हुनेछ। त्यहीँबाट हामीले गृह आफ्नो जन्मथलोतिरको बाटो प्रस्थान गर्नेछौँ। त्यो भएर गाइज अब हिँड्नुपर्ने हुन्छ। दुई जोई पचास बोके अहिले छोरो काखमा राखेर हिँडिरहेको मान्छेहरू। अनि केटा हो कोही पनि साउदीबाट कतार हुँदै आउँछ भने यो लिफ्ट छ नि यो त प्रयोग गरेकै होला, अभियसली गर्नु पनि पर्छ होइन। अस्ति म यहीँ हो त्यहाँ सुत्दै आएर हल्लिँदै पनि हल्लेन उयो छ नि यो टेबलहरू सुत्दै 24 घन्टा भाइ यस्तो छ होइन। अब साउदी हुँदै कतार हुँदै नेपाल इन्साल्लाह अब यो कतारको बाटो साउदीको बाटो पनि यस्तै होस्। भन्दै म आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छु र म आफ्नो यात्रामा हिँड्ने क्रम बढी भइरहेको छ। यो दाइ पनि छ ऊ पछाडि रोकिहाल्यो। त्यो भएर गाइज अब सरर पानी घटमा म त प्यारी फर्कन्छु स्पिड हिँड्न पनि